हेलो गाइज है हामीहरूले आज चाहिँ धान ल्याएर आछौँ मिलमा हैन ठेसरमा हाल्ने भनेर। ठेसरमा केमा हो? सेलरमा धान हाल्ने भनेर ल्याएको म देखाउँछु है त। सेलरमा धान कसरी हाल्ने रहेछ मैले पनि देखेको छैन, फर्स्ट टाइम देखेको छु। म देखेर यहाँ खोला कन्फ्युज भइहालेँ। पहिला अब उस्तोमा पिस्थेँ नि त, अब इन्डिया बस्ने अनि कहाँ थाहा हुन्छ त। म देखाउँछु, लेट्स सी गाइज है। ल गाइज हामीले चाहिँ धान हालिसक्यौँ है त। सेलर चाहिँ चालु भएको छैन के, सेलर चालु हुन बाँकी नै छ हैन। ल यहाँबाट चामल आउने रहेछन् हैन। यो त पछि देखाउँछु नि मैले। यहाँ हालिराखौँ, यहाँ खोलिराखौँ कट्टा। गाइज है मसिन चाहिँ चालु भयो, मसिन है यहाँ हाल्न। 1 कुन्टल 5 किलो चामल हो नि यहाँ। यहाँदेखि चाहिँ हाल्नु पर्दो रहेछ चामल। यहाँदेखि हालेपछि यहाँदेखि हाल्ने यहाँ आउँछ चामल होइन, यो पाइपको थ्रु। त्यसपछि यहाँदेखि चामल फेरि चामल यहाँ आउँदो रहेछ, त्यहाँ होल छ। त्यहाँदेखि चामल यता आइहाल्छ, चामल फेरि यता आइहाल्छ। धान चाहिँ सकिन लागे है, अब सकिन लागे भयो। कस्तो यही नै हो साथी हो सेलर भनेर, यसलाई सेलर भन्दा रहेछन् है। चामल चाहिँ कस्तो आउँछन् मलाई थाहा छैन, अब हेर्छु कस्तो आउँछन् आज हेराउन होइन। पहिलोचोटि यहाँ चाहिँ चामलको छोटा लागिसक्यो होइन। अब यो चामल चाहिँ यहाँ जान्छ होला सायद, यहाँदेखि अनि यहाँ जान्छ होला। यो थ्रु भएर यहाँदेखि आउँछ होला। हेरौँ कस्तो कस्तो हुन्छ, मलाई थाहा छैन, मैले अन्दाजी भनेको सायद होइन। यो पनि चल्यो, अब यो चल्नु सुरु भयो। होइन जति पनि चामलहरू छन् नि ठुलो दाना चाहिँ आइहाल्ने रहेछ। कनिकाहरू चाहिँ तल झर्ने रहेछ क्या। यहाँ कनिका राख्नका लागि कनिका आउन सुरु भइहाले। यो राम्रो चामल हो। ओ माई गड, क्या खतरा छ नि चामल, खतरा छ नि गाई। हेर्नु त काम है। सो गाइज हामीले चाहिँ कट्ठा थापिसक्यौँ होइन चामल हाल्नको लागि। यही हो यसको प्रोसेस भनेको। चामल यहाँ आउँछ, यहाँदेखि यहाँ आउँछ। गाइज होइन यहाँको काम चाहिँ पुरा भयो। यो खाल यताको मसिन चाहिँ बन्द भइहाल्यो। अब यति नै मसिन चालु छ। यहाँ चाहिँ के आउँदो रहेछन्, तर यहाँ पनि कनिका आउँदो रहेछ नि। हामीलाई दिँदैन नि यिनीहरूले। बाटो सक्यो। फाइनली सक्यो भाइ। चामल पिसेर धान कुटाएर सक्यौँ। मैले देखाइहालेँ हजुरलाई कस्तो दामी हुँदो रहेछ सेलरको चामल पनि। त्यही पनि एकचोटि हेर्नु है।
उतातिर फेरि बरन उतातिर छ। एक कुन्डल 5 किलोको बरन यति हुन्छ हेर। यस्तोमा पिसाए चाहिँ कम हुन्छ क्या एकदम। यो पनि खतरा हुँदो रहेछ। बाई गाइज है, वाच एगेन माई भिडियो। बाई, आजको लागि चाहिँ यति नै है। बाई।